चाहिँ विवाह दर्ताको प्रमाणपत्र। विवाह दर्ताको प्रमाणपत्रमा श्रीमान श्रीमतीको रङ्गीन फोटोमा सम्बन्धित वडाको वडा सचिवले साइन गरेर प्रमाणित गरेको यो प्रमाणपत्र महत्त्वपूर्ण एउटा विषयवस्तुलाई लिएर म आज भिडियो बनाउँदैछु। जुन भिडियो चाहिँ विवाह दर्ता घटना दर्ताहरूमध्येको चाहिँ महत्त्वपूर्ण एउटा घटना दर्ता हो विवाह दर्ता। विवाह दर्ता गर्नको लागि चाहिँ यहाँहरूले वडा कार्यालयमा सम्बन्धित वडा कार्यालयमा गएर के गर्नुपर्छ, के प्रक्रिया पुरा गर्नुपर्छ, के कागजपत्र सहित तपाईँ जानुपर्छ भन्ने विषयमा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो चाहिँ विवाह दर्ताको सूचना फारम, यो चाहिँ सूचकले भर्ने हो। महत्त्वपूर्ण कागजपत्र भनेको चाहिँ तपाईँको दोस्रो विवाह गर्नुभएको छ भने तपाईँको पूर्व पति अथवा पूर्व पत्नीको चाहिँ मृत्यु दर्ताको प्रमाणपत्र, मृत्यु भएको हकमा सम्बन्ध विच्छेद भएको हकमा चाहिँ सम्बन्ध विच्छेदको कागज चाहिँ प्रमाणपत्र। सम्पूर्ण नमस्कार, म सुभाष जिम्बा, म यस वडा कार्यालयको सहायक कम्प्युटर अपरेटर। म चाहिँ विगत 6 वर्षदेखि यस कार्यालयमा कार्यरत छु। यस वडा कार्यालयबाट सेवा प्रवाह हुने घटना दर्ता, नागरिकताको सिफारिसहरू, योजनाको सिफारिसहरू, मालपोत कार्यालयलाई गर्ने सिफारिसहरू, जनजाति सिफारिस लगायत सम्पूर्ण यस वडा कार्यालयबाट सेवा प्रवाह हुने सेवाहरूको विषयमा म यहाँहरूलाई जानकारी गराउने प्रयास गर्दैछु। सरकारी कामकाजको प्रक्रियामा यहाँहरूलाई कतिपय कुराहरू थाहा हुनसक्छ, कतिपय कुराहरूमा यहाँहरूलाई थाहा नहुन पनि सकिन्छ। त्यसो हुँदाखेरि मैले तपाईँहरूलाई यो चाहिँ सरकारी कामकाजको प्रक्रियामा तपाईँहरूले के कागजपत्रहरू चाहिन्छ, के प्रक्रिया पुरा गरेर तपाईँहरू जाँदाखेरि तपाईँले सेवा सजिलैसँग सहजैसँग चाहिँ तपाईँले लिन सक्नुहुन्छ भन्ने विषयलाई मैले यहाँको सेवाग्राही र वडा कार्यालयसँगलाई चाहिँ एउटा अन्तरसम्बन्धको रूपमा एउटा नजिकको चाहिँ सम्बन्ध बनाउने मैले कोसिस गरिराखेको छु। पक्कै पनि भिडियोलाई यहाँहरूले मन पराउने हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। भिडियोलाई मन परेमा यहाँहरूले लाइक, सेयर, कमेन्ट गरिदिनु हुन पनि नभुलिदिनु होला। दर्शकबिन, आउनुहोस् ढिला नगरिकन हामी विषयवस्तुतिरै अगाडि बढौँ। म आज यस वडा कार्यालयबाट विभिन्न सेवा प्रवाहहरू मध्येबाट म चाहिँ आज चाहिँ महत्त्वपूर्ण एउटा विषयवस्तुलाई लिएर म आज भिडियो बनाउँदैछु। जुन भिडियो चाहिँ विवाह दर्ता घटना दर्ताहरूमध्येको चाहिँ महत्त्वपूर्ण एउटा घटना दर्ता हो विवाह दर्ता। विवाह दर्ता गर्नको लागि चाहिँ यहाँहरूले वडा कार्यालयमा सम्बन्धित वडा कार्यालयमा गएर के गर्नुपर्छ, के प्रक्रिया पुरा गर्नुपर्छ, के कागजपत्र सहित तपाईँ जानुपर्छ भन्ने विषयमा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। पक्कै पनि यहाँहरूले भिडियोलाई मन पराउनुहुनेछ। आदरणीय दर्शकबिन, यो चाहिँ विवाह दर्ताको प्रमाणपत्र। विवाह दर्ताको प्रमाणपत्रमा श्रीमान श्रीमतीको रङ्गीन फोटोमा सम्बन्धित वडाको वडा सचिवले साइन गरेर प्रमाणित गरेको यो प्रमाणपत्र म यहाँहरूलाई प्रत्यक्ष रूपमा देखाउँदैछु। अनलाइन प्रणालीमा इन्ट्री गरेको विवाह दर्ता चाहिँ यस्तो हुन्छ। विवाह दर्ता नम्बर चाहिँ एकदमै लामो हुन्छ। यो खालको चाहिँ अनलाइन प्रणालीमा इन्ट्री भएको चाहिँ विवाह दर्ता हो। मैले चाहिँ यहाँहरूलाई अनलाइनमा कसरी इन्ट्री गर्ने, प्रत्यक्ष रूपमा इन्ट्री गर्ने तरिका, प्रक्रिया समेत मैले यहाँहरूलाई देखाउने कोसिस गर्दै थिएँ। तर आज हाम्रो यो इन्टरनेटको चाहिँ समस्याको कारणले मैले त्यो प्रत्यक्ष रूपमा यहाँहरूलाई अनलाइनमा इन्ट्री गरेको डाटासहित इन्ट्री गरेको चाहिँ भिडियोलाई मैले यहाँहरूलाई देखाउन सकिएन। म त्यसको लागि क्षमा प्रार्थी छु। म यहाँहरूलाई कुनै दिन त्यो प्रक्रिया अनलाइनमा इन्ट्री गर्ने तरिका समेत पनि यहाँहरूलाई देखाउने, प्रत्यक्ष रूपमा देखाउने भिडियो बनाउने मैले प्रयास गर्नेछु। आउनुहोस् बाँकी आवश्यक प्रक्रियाहरूको बारेमा यहाँहरूलाई जानकारी गराउँदैछु। यो चाहिँ विवाह दर्ताको सूचना फारम, यो चाहिँ सूचकले भर्ने हो। श्रीमान श्रीमती दुवैजनाले को सम्पूर्ण श्रीमान श्रीमतीको दुवै पक्षको आमा बुवाको डिटेल, सम्पूर्ण विवरणहरू, श्रीमान श्रीमतीको नागरिकताको नम्बरदेखि सम्पूर्ण विवरणहरू यहाँ उल्लेख भएको हुन्छ। र लास्टमा चाहिँ यहाँ के छ भने दुला दुलैको चाहिँ दायाँ बायाँ सही छाप, ल्याप्चे, हस्ताक्षर सबै यहाँ भएको हुन्छ। यहाँ आवश्यक पर्ने संलग्न गर्नुपर्ने कागजपत्र भनेर यहाँ लेखेको हुन्छ हैन। अब आउनुहोस् विवाह दर्ता गर्नको लागि के कागजपत्र चाहिन्छ त। 1 नम्बरमा
हाम्रो चाहिँ विवाद दर्ता गराइ पाऊँ भनेर सम्बन्धित चाहिँ दुवै पक्ष हुन्छ नि, श्रीमान श्रीमतीको दुवै पक्षले चाहिँ विवाद दर्ता गराइ पाऊँ भनेर निवेदन दिनु पर्यो सम्बन्धित वडामा। त्यसपछि दुवै पक्षको श्रीमान श्रीमतीको एक एकवटा नागरिकताको प्रतिलिपि, दुवै पक्षको आमा बुवाको नागरिकताको प्रतिलिपि सम्भव भएसम्म, त्यस पछाडि दुवै पक्षको श्रीमान श्रीमतीको 3 प्रति हालसालै खिचेको रङ्गीन पासपोर्ट साइजको फोटो 3 प्रति चाहिन्छ। अनि त्यसै गरी चाहिँ तपाईँ चाहिँ कुनै अब गुम्बामा, मन्दिरमा, मस्जिदमा अथवा चाहिँ कुनै चाहिँ आधिकारिक संस्थाबाट चाहिँ मामा चाहिँ यहाँहरूले विवाद गर्नुभएको छ भने सम्बन्धित संस्था, आधिकारिक संस्थाबाट दिइने प्रमाणपत्र छ भने त्यो पनि यहाँहरूले पेश गर्नुपर्ने हुन्छ। तपाईँ चाहिँ पारिवारिक सम्बन्धमा सँग चाहिँ नाता, पारिवारिक नाता पर्नेसँग यहाँहरूले विवाह गर्नुभएको छ भने त्यसको हकमा चाहिँ नाता प्रमाणित पनि चाहिन्छ भनेर एउटा कानुनी व्यवस्था छ। त्यो चाहिँ सम्भवतः यो 5 नम्बर वडामा चाहिँ महाभारत गाउँपालिकामा भएको छैन। यदि त्यो भएको अवस्थामा चाहिँ नाता प्रमाण पनि चाहिन्छ। अथवा तपाईँको दोस्रो अर्को महत्त्वपूर्ण कागजपत्र भनेको चाहिँ तपाईँको दोस्रो विवाह गर्नुभएको छ भने तपाईँको पूर्व पति अथवा पूर्व पत्नीको चाहिँ मृत्यु दर्ताको प्रमाणपत्र, मृत्यु भएको हकमा, सम्बन्ध विच्छेद भएको हकमा चाहिँ सम्बन्ध विच्छेदको कागज चाहिँ प्रमाणपत्र यहाँले पेश गरेर चाहिँ यहाँहरूले अनलाइन प्रणाली मार्फत चाहिँ यहाँहरूले विवाह दर्ता गर्न सक्नुहुनेछ। अहिले एउटा परम्परा के छ भने विवाह दर्ता चाहिँ हामीले कानुन त यसको समय सीमा हुन्छ। समय सीमा भनेको चाहिँ विवाह दर्ता गर्नुपर्ने समय भनेको चाहिँ विवाह गरेको 35 दिनभित्रमा विवाह दर्ता गर्नुपर्छ। विवाह दर्ता मात्रै होइन, अरू घटना दर्ताहरू पनि 35 दिनभित्र गऱ्यो भने चाहिँ हामीलाई निःशुल्क लाग्दैन, पैसा लाग्दैन, निःशुल्क हुन्छ। तर हामीले के गर्छ भने बिहा गरेको चाहिँ 20 वर्ष 30 वर्ष भएर पनि हामी बिहा दर्ता गर्दैनौँ कि जुन बेला हामीलाई आवश्यक पर्छ त्यो बेला बिहा दर्ता गर्छौँ। त्यसो हुँदाखेरि चाहिँ हामीलाई के हुन्छ भने कागजपत्र जुटाउनु भने जटिल हुन्छ र चाहिँ अरू चाहिँ विविध कुराहरू पनि समस्या हुन्छ। त्यसैले हामीले विवाह चाहिँ दर्ता चाहिँ हामीले समय सीमाभित्रै सकेसम्म 35 दिनभित्रै गर्नुभयो भने चाहिँ हामीलाई पैसा लाग्दैन। 35 दिनभित्र चाहिँ गरेन वा अथवा चाहिँ हामीले चाहिँ ढिला गऱ्यो, चाहिँ समय सीमा हामीले नागेर गऱ्यो भने चाहिँ हामीलाई जरिवाना पर्छ कि त्यो चाहिँ सम्बन्धित स्थानीय तहले, पालिकाले चाहिँ अब राजस्व चाहिँ को विषयमा एउटा चाहिँ आर्थिक ऐन बनाएको हुन्छ। हाम्रो यस महाभारत गाउँपालिकामा चाहिँ 200 रुपियाँ चार्ज लाग्छ। प्रतिलिपि बनाउनु पर्यो भने चाहिँ 500 लाग्छ। प्रतिलिपि पनि 2 थरीको छ। प्रतिलिपि हराएको सन्दर्भमा प्रतिलिपि प्रमाणपत्रै हराएर प्रतिलिपि बनाउनु पर्यो भने 500 लाग्छ। हैन चाहिँ च्यातिएको, बिग्रेको अथवा चाहिँ केही भएर प्रमाणपत्र छ तर पनि प्रतिलिपि बनाउनु छ भनेदेखि चाहिँ मात्रै 200 रुपियाँ लाग्छ। त्यसो हुँदाखेरि हामीले समय सीमाभित्र विवाह दर्ता गरेर आफ्नो चाहिँ घटना दर्ता सम्पन्न गराउनको लागि चाहिँ म सम्पूर्ण वडावासी, 5 नम्बर वडावासी लगायत सम्पूर्ण यो देशैभरि रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूमा चाहिँ म आह्वान गर्न चाहन्छु।